हेलो जोजोलोपा नमस्कार। मेरो चाहिँ आजको डेली मिनी ब्लग बनाउनलाई आज म रेडी भएको छु र सुरुवात चाहिँ मेरो आज सब्जी पकाउने भात पकाउनेबाट सुरु भयो। मेरो बुढी चाहिँ आज बिरामी भएकोले गर्दा भात तरकारी आफै गर्नुपर्ने भयो। त्यही भएर मैले अचार बनाउनको लागि तरकारी रेडी गरेको छ। तरकारी रेडी भइसक्यो। अब भात पनि रेडी हुन आँटेको छ। तरकारी रेडी भयो, भात रेडी भइसक्यो। भात पकाउने क्रम जारी छ मेरो र पाठा पनि के पकाउँदैछ भनेर हेर्नु आएको थियो। हेर्नु न, यससँग जिस्किनु पर्ने हुन्छ खालि के पकाउँदैछ भनेर हेर्नु आएको यो। हेरेर के गर्दैछु भनेर एकछिन जिस्काए पनि हेरेँ र मेरो बुढी चाहिँ आज बिरामी भएर सुतिरहेको छ। म आएको पनि थाहा पाएन, मोबाइलमा व्यस्त ढल्केर बसिरहेको छ। यो अचार बनाउनलाई जान्नलाई तेल र मेथी पड्काएर मैले जाने पनि हेर्नुहोस्, यस्तरी झैँ पार्दा यस्तो मिठो हुन्छ नि। र भात पनि रेडी भइसक्यो। बुढी चाहिँ अहिले नखाने भनेर मैले चाहिँ खानु व्यस्त भएँ। पहिलो बाइट खाएर एकदम यम्मी भएछ। आफैले पकाएको कि साह्रै मिठो भएछ र मैले खाइ पनि सकेँ। र मेरो कुकुरलाई तुफानलाई अलिकति भात दिएर जाउँ भनेर, तुफानको लागि चाहिँ मेरो वफादार कुकुर, यसलाई खाना खाएर मैले यसलाई दिइसकेँ। अनि अब कामको लागि जानु पर्यो। म त अब अटो चलाउने ड्राइभर रेडी हुँदैछु। रेडी भएर यसो बाहिर यतै रेडी भएँ। कमाउनु जानु पर्यो नि त, आफ्नो दिनचर्या अब आजको दिन कस्तो हुन्छ भन्दै सोच्दै म रेडी भएँ र गाडीतिर लागेँ। गाडी स्टार्ट गर्नु अगाडि जहिले विश्वकर्मा बाबालाई सम्झेर ढोग्ने गर्छु। म रेडी भएँ। अब गाडी स्टार्ट गरेर म लाग्नु आँटेँ। गाडी स्टार्ट गरेँ। आजको दिनचर्या कस्तो हुन्छ भन्दै सम्झिँदै भगवान्लाई प्रार्थना गरेर विश्वकर्मा बाबालाई सम्झेर म घरतिरबाट लागेँ। नै साथीहरू बाहिर निस्किँदैछु। मेरो चाहिँ अब गाडी अगाडि फर्केर राखेको हुन्छ र पछाडि रिभर्स गर्दै लानुपर्ने हुन्छ कि सधैँ। गाडी घरभित्रै छिर्छ नि त, त्यही भएर रिभर्स गर्दै लाँदैछु। रिभर्स गर्दै 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 बाहिर निकालेँ। त्यही हो अब ड्राइभरको जिन्दगी, त्यही पनि अटोको जिन्दगी। अहिले तेल महँगो छ, गाह्रो छ चलाउनलाई। म घरबाट लागेँ हाम्रो नजिकैको चोकतर्फ। हाम्रो बुधबारे भन्छ मोरङ बुधबारे चोकतिर लाग्दैछु जाँदैछ। र अब म चोकमा पनि पुगिसकेँ। चोकमा पुगेँ। साथीहरू अघि आएर बसेको छ। म चाहिँ अब अलिअलि घरको कामले गर्दाखेरि अलिक ढिलै जान्छ। चोकमा सबै साथीहरू आइसकेको छ। सब सुनसान, केही छैन, चकमन्न सुनसान। यो चाहिँ हाम्रो लिक्विड सप बुधबारेको होलसेल पसल। त्यहाँ दाइलाई भेट्न गएको, हुनुहुन्न रहेछ र यो दोकान होलसेल पसल। त्यहाँ गएर बसेँ, एकछिन बसेँ सोच्दै अब के होला आजको दिन भन्दै सोच्दै बसिराखेँ। र तलतिर झरेँ, साथीहरू भाइसँग गफ गर्दै बसेँ। साथीहरूको गफ त्यही त हो नि, कोही इबी लिने कोही के लिने भन्ने कुरो गर्दै बसिरहेको थियौँ हामीहरू। इबी ल्याउने भन्दैछन् साथीहरू। अब पेट्रोल महँगो भएर सब साथीहरू इबी ल्याउने भन्दै कुरो गर्दै थिएँ। म चाहिँ यता बाटोतिर देखाउँदैछु, साथीहरू सब बसिरहेको छ गफ गर्दै। छैन, सुनसान छ, सुनसान। आज मङ्गलबारको दिन सुनसान। यतिकै बसिदिइरहेको थिएँ। आइसक्रिमवाला आएछ। यो चाहिँ फेरि हाम्रो गाउँको एकदम भाइरल आइसक्रिम, मुस्कान पासा भनेर जिस्काउँछु म चाहिँ, एकदम भाइरल। उसँग एकछिन जिस्केर आइसक्रिम मागेँ, खाइसकेँ। र म चाहिँ दिनभरि बस्दा हैरान भएर अब बोनी पनि भएन आज भन्दै घर फर्केर आएँ। बसेँ 3 बजीसम्म, केही चलपलै भएन। आज त बोनी पनि भएन भन्दै घरतिर आइपुगेँ।
घरमा आयो मेरो पाठो फेरि म आएको थाहा पाएर आउनु जिस्किनु परिहाल्यो उसलाई। आएर जिस्किनु थाल्यो। एकछिन उसँग जिस्किएँ। उसको माउसँग जा भनेको जिस्के गर्छ। एकछिन जिस्केँ अनि अब लुगासुगा फेरेँ। अब घरको काम गर्नै पर्यो। पाडा ल्याउनलाई पानी दिनलाई पानी बोकेर गएँ। हेर्नु न यहाँ बाटो छेकेको यो बाख्राले के दिन्छ भनेर नि बाटो छेकेर गएँ। अब पाडालाई पानी राखिदिएँ। मकैबारी गएको हेर्नु त हिजो हावाले सबै मकै लडाएर बिजोग बनाएछ। सब हावापानीले मकैहरू लडाएर हेर्नु न बिजोग। पाडा चाहिँ मलाई लिन आयो भनेर उहाँ खुसी भएर बसिरहेको रहेछ। अब यसलाई लिएर जाने। यसलाई पनि माया गर्नुपर्छ यसरी। यो चाहिँ हाम्रो सब स्टेसन बिजुली अफिस नयाँ खुल्न आँटेको। अब चाँडै खुल्दैछ भन्दै पाडा डोर्याउँदै घरतिर लिएर आएँ। डोर्याउँदै आएँ कोठमा बाँधिदिएँ। पानी दिएको पानी नखाने अनि त्यत्तिकै। अनि अब घाँस काट्न जानु पर्यो भनेको बुढी अघि गएर घाँस काट्दै रहेछ बिचरा। मजाले घाँस काटिरहेको रहेछ। एकछिन जिस्काएँ अरे बुढी पनि रिसाए जस्तो गरेर कहाँ हराउनुहुन्छ तपाईँ आउनुहुन्न भनेर घाँस काटेर आइसक्यौँ भनेर नि छैन। म त यसो जिस्काउने मात्रै हो बसेर जिस्काइबसेँ। अनि अब अर्को यो पुतली भनेर जिस्काउँछु यो अघि मसँग आएर उहाँ जिस्किनु बसेको। एकछिन त्यसलाई जलाएँ अरे बुढीले घाँस काट्नु दिएसम्म बुढीले घाँस काट्यो। अब बोकेर लाने भनेको खै बाँसको भारी पनि धेरै काटेको छैन। साह्रो अप्ठ्यारो भयो कसरी मिलाएर बोक्नु भनेर बोकेँ बल गरेर। सकि नसकि बोकेर ल्याएँ घरमा आएँ। त्यसपछि हेर्नु न यो हाम्रो माथि छतमा चाहिँ खोर्सानी रोपेको छु। यसरी खोर्सानी टिप्नु पर्यो भनेर गएँ टिप्दै बसेँ। खोर्सानी चाहिँ यति फलेछ अब 1-2 दिनको लागि पुग्छ। त्यति भन्दै बोनी गर्ने टाइम आयो है साथी हो मेरो बोनी भयो म बेलबारी पुगेँ। खोर्सानी टिप्दा टिप्दै त्यो खन्ट्याएको आएर अनि तेल हाल्नु गएको। तेल पनि थोरै लामो रहेछ भर्खर हाल्दै रहेछ। तेल हालेर फर्केँ म बेलबारीदेखि मास्तिर आएँ घरतिर। यो जङ्गलको बाटो हुँदै आउँदैछु। रात परिहाल्यो। रात पर्ने बेला भयो अनि घर नजिकै आइपुगेँ। अब घर पनि आइपुगेँ म साथीहरू। आजको दिन मेरो यस्तै भयो। अब फेरि भोलि भेटौँला। कस्तो हुन्छ के भयो प्रतिक्रिया दिनुहोला। हस् त धन्यवाद।